देशको सार्वभौम सत्ता र भौगोलिक अखण्डतालाई रक्षा गर्ने स्पष्ट उद्देश्यका साथ अहिले चुनावमा होमिएको दल चाहिँ श्रम संस्कृति मात्र हो जस्तो लाग्छ। त्यसको लागि चाहिँ जेन्जी आन्दोलनपछि श्रम संस्कृति पार्टी चाहिँ अगाडि आएको छ। अन्य राजनीतिक दलहरूमा पनि त्यस्तो हुनसक्छ, तर उनीहरूको विगतका घटनाक्रमहरूलाई हेर्दाखेरि चाहिँ अहिले चाहिँ श्रम संस्कृति मात्र एउटा त्यस्तो राजनीतिक दल देखिन्छ जसले चाहिँ देशको सार्वभौम सत्ता र भौगोलिक अखण्डतालाई चाहिँ अगाडि राखेर आफू चाहिँ चुनावमा होमिएको छ। देशमा विदेशी शक्तिको हस्तक्षेपको अन्त्य, सीमा सुरक्षा, शिक्षामा परिवर्तन, श्रमलाई उचित प्राथमिकता दिएर एउटा नयाँ आशाको साथमा श्रम संस्कृति पार्टी चाहिँ अहिले अगाडि आएको छ। थाहा छैन श्रम संस्कृति पार्टीले बहुमत ल्याउँछ वा ल्याउँदैन, तर यो चुनाव भनेको नियमित सत्ताको प्रतिस्पर्धा मात्रै नभएर विगत 70 वर्षदेखि जनतामा रहेको निराशालाई आशाको रूपमा र भावी पुस्ताहरूको लागि एउटा भविष्य कोर्ने चुनावको रूपमा अगाडि आएको छ। जुन चुनाव 84 मा हुनुपर्ने थियो त्यो चुनाव 82 मै हुनु भनेको यो एउटा देशलाई परिवर्तन गर्ने, देशमा रहेको निराशालाई चाहिँ आशामा बदल्ने एउटा हतियारको रूपमा प्रस्तुत भएको छ। अमेरिकाको 16औं राष्ट्रपति अब्राहम लिङ्कनले भनेका थिए, चुनाव भनेको बन्दुकको गोलीभन्दा शक्तिशाली हुन्छ। अब तपाईँ आफै सोच्नुहोस् यो चुनाव कति शक्तिशाली होला। भ्रष्टाचारको छानबिन, जिन्जी आन्दोलनमा भएका घटनाहरूको निष्पक्ष छानबिन गर्नका लागि भ्रष्टाचारको अन्त्य एमाले पनि गर्न सक्दैन, किनभने एमालेकै मान्छेहरू त्यसमा मुछिएका छन् र भ्रष्टाचारको अन्त्य भनेको राष्ट्रपाले पनि गर्न सक्दैन, किनभने राष्ट्रपाको सभापति नै त्यसमा मुछिएको कारणले गर्दा पनि भ्रष्टाचारको अन्त्य न त एमाले गर्छ, न त राष्ट्रपाले, न त कुनै पुराना दलले गर्छ त एउटा श्रम संस्कृति पार्टीले मात्रै गर्छ। किनभने श्रम संस्कृति पार्टी भनेको राजनीतिक दलको प्रतिस्पर्धी मात्रै होइन, देशलाई आयातमुखी होइन निर्यातमुखी बनाउनुपर्छ, देशमै रोजगारी सिर्जना गर्नुपर्छ, देशकै माटोमा पसिना बगाउनुपर्छ।